नमस्कार, म मनोज पौडेल, पौडेल ढाका उद्योगको प्रोप्राइटर। ढाका कस्तो किसिमको ढाका बनाउने भन्ने छ। ढाका एउटा चाहिँ नि बुनेर तयारी पारिने कपडा भएको हुँदाखेरि यसको र मेटेरियलहरू विभिन्न प्रकारका हुन्छन्। कोभिडको बेलामा उहाँहरू घरमा बस्नुहोस्, व्यापार छैन, पसल बन्द छ भनेर भन्दा पनि घरमा बसेर हामीले त के गर्ने, श्रीमानको अनि रोजीरोटी खोसिएको छ, दैनिक मजदुरी गर्नलाई पनि खोसिएको छ। हामी आउँछौँ, कारखानामा आउँछौँ, हामी बसेर अलग अलग तरिकाले कोभिडबाट जोगिएर हामीले काम गर्छौँ भनेर चाहिँ उहाँहरूले पैसा पाउँदा यसले हाम्रो गुर्जो चलिरहेछ भन्दाखेरि एउटा खुसीको क्षण त्यो पनि थियो। र उहाँहरूलाई केही पर्दाखेरि श्रीमानले लिएर आउला र 2-4 हजार मागौँला भन्दा पनि आफूले गरेको आफूले तलब बुझ्नु पाउँदाखेरि उहाँहरू खुसी भएको देख्दा मैले केही समाजमा केही गर्नुपर्छ भन्ने तरिकाले म पनि आएको रहेछु भन्ने हिसाबले रोजगारी दिएको हुँदाखेरि मैले चाहिँ नि आफूले आफूलाई चाहिँ नि अलिकति फरक ठान्छु। उहाँहरूले जुन कलाकारिताबाट उहाँहरूले जुन बुनिदिनु भएको छ त्यसमा मेरो नाम गाँसिएको छ, मेरो आफ्नो थर गाँसिएको छ, जसले मलाई पहिचान दिएको छ। हस्, हजुरहरूलाई पनि आइदिनु भयो, हेरिदिनु भयो, मेरो भनाइ राख्ने मौका दिनुभएकोमा पनि हजुरहरूलाई पनि धन्यवाद।